भूत प्रेत कथा भन्ने च्यानलमा तपाईहरुलाई स्वागत छ। यस्तै डरलाग्ने सत्य भूत प्रेतका घटनाहरू सुन्नको निम्ति हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र तपाईहरुसँग पनि कुनै यस्ता घटनाहरू घटेका छन् भने तपाईले हामीलाई ती घटनाहरू हाम्रो फेसबुक पेजमा पठाउन सक्नुहुनेछ। आज भन्दा 15 वर्ष अघिको कुरा। त्यति बेला मेरो बिहे भएको थिएन। म त्यस्तै 19 वर्ष जतिको थिएँ होला। म र मेरी आमा हामी दुईजना एउटै बिस्तारामा सुतिरहेका थियौं। हाम्रो घर छेउमा एउटा ठूलो पिपलको रुख थियो। धेरै पहिलेदेखि नै त्यो रुख त्यहाँ थियो रे। हामीले त्यो घर बनाउनु भन्दा अगाडिदेखि नै त्यो रुख त्यहीँ रहेको थियो। त्यो रुख रातिमा निकै भयानक अनि डरलाग्दो देखिन्थ्यो। शनिबारको दिन त्यहाँ मान्छेहरू पूजा गर्ने गर्दथे। भनिन्थ्यो शनिबार बाहेक अरु दिन त्यो पिपलको रुखमा भूतको बास हुन्छ रे। तर हामीलाई भने त्यो रुखको बानी परिसकेको थियो। म र मेरी आमा तल कोठामा एउटै ओछ्यानमा सुतिरहेका थियौं। त्यति बेला भने सारै लोडसेडिङ हुने, तालिका नै बनाएर लोडसेडिङ हुने गर्दथ्यो। मलाई राति सारै गर्मी भयो। लाइन गएको, त्यसैमाथि हावा भने अलिकति पनि चलेको थिएन। गर्मीका कारण मेरो निन्द्रा खुलेर म उठेँ अनि आमालाई उठाउन लागे। आमा आमा उठ्नु न, कति सारै गर्मी भयो। आमा उठ्नुस् त, माथि जाम सुत्न। हिँड्नुस् आमा, माथि जाम भन्दै मैले आमालाई गुहार लगाएँ। तर आमा भने निन्द्रामा भुस परेर सुत्नु भएको थियो। आमा र म कहिलेकाहीँ माथि छतमा सुत्ने गर्दथ्यौं। तर त्यो दिन भने आमाले मैले त्यत्रोचोटि बोलाउँदा पनि फिट्टिकै सुन्नु भएन। अनि म चाहिँ एक्लै छतमा सुत्न अलिकति अप्ठ्यारो लागेर त्यही ओछ्यानमा पल्टिएँ अनि आँखा चिम्म गरेर सुत्ने प्रयास गरेँ। तर यति गर्मी थियो कि कहाँ सकिन्थ्यो र। खलखली पसिनाले साह्रै गाह्रो पार्यो मलाई। त्यसपछि म गुन्द्री अनि एउटा झुल लिएर लागे छततर्फ। छतमा पुगेर मैले बिस्तारा लगाएँ अनि झुल हालेँ। त्यसपछि झुलभित्र पसेर मस्त पल्टिएँ। छतमा शीतल हावा लागिरहेको थियो। पसिनाले भिजेकी म छतमा आएर सुत्दा त्यो शीतलताले निकै आनन्द प्रदान भइरहेको थियो। अनि अलिअलि चलेको हावाले त्यो घर छेउैमा रहेको त्यो पिपलको रुख पनि अलिअलि हल्लेको आवाज कानमा परिरहेको थियो मेरो। एक्कासी मैले अलि परबाट कोही हाम्रै छतको सिमेन्टीले प्लास्टर गरेको खस्रो छतको भुइँमा हिँडेको जस्तो लाग्यो। यसो हेरेको त आमा आउनुभएको रहेछ। म्याक्सी लतार्दै आमा नजिकै आउनुभयो। मैले कपडा अनि चालले मात्र आमा भनेर ठम्याएकी थिएँ। रातिको समय मुख भने प्रष्ट देखिएको थिएन। अनि घरमा म र आमा बाहेक अरू महिला कोही थिएनन्। आमा बिस्तारै झुल उगारेर भित्र पस्नुभयो अनि ठिक मेरो छेउमा आएर सुत्नुभयो। म कोल्टो परेर सुतेको थिएँ। आमा ठिक त्यसरी नै रातिको समय मेरो छेउमा आएर मतर्फ मुख गरेर सुत्नुभयो। मैले अब आँखा बन्द गरेर आमालाई भने, आउनुभयो नि माथि, गर्मी भएर आखिर। आमा केही बोल्नु भएन। अनि मैले अलिअलि आँखा खोलेर हेरेको त आमाले त यति ठुला ठुला आँखा पारेर मतर्फ ट्वाल्ती हेरिरहनु भएको थियो। मलाई भने आमाले किन हेरेको होला भनेर अचम्म लागिरहेको थियो। आमाको त्यो डरलाग्दो आँखा, त्यो आँखा बनाएर मलाई धेरै बेर हेर्नुभयो। मैले एकछिन चाहिँ आँखा बन्द गरेँ अनि फेरि हेरेँ। फेरि हेर्दा पनि आमाले त्यस्तै ठुला ठुला आँखा पारेर डरलाग्दो तरिकाले हेरिरहनु भएको थियो। अनि मैले सोधेँ, के हो, किन यसरी हेरेको? त्यसपछि त आमाले आफ्नो हात मतर्फ बढाउनु भयो। दाहिने फर्केर सुतेकी म अनि ठिक मेरो अगाडि आमाले आफ्नो हात मतर्फ ल्याएर मलाई जोडसँग चिमोट्नु भयो। म दुखाइले रन्थनिएँ। अय्या, के गरेको जस्तो भनेर कराउन लागेँ। मैले आमाले चिमोटेको ठाउँमा हेर्न लागेँ। त्यसपछि यसो अगाडि हेरेको त अगाडि त कोही पनि थिएन। मेरो आँखा खुलेको खुले भयो। शरीर पुरा ठ्याङठ्याङती डरले म हल्लिन पनि नसक्ने अवस्थामा पुगेँ। दुखाइको मतलब नै भएन। दिमागले काम गर्न छाड्यो। झुल पनि बाँधेकै अवस्थामा जस्ताको तस्तै थियो। त्यसपछि म झुलबाट निस्किएर तल दौडिहालेँ। तल कोठामा जाँदा त आमा त मस्त घुरेर सुतिरहनु भएको थियो।
त्यसपछि त मलाई भूतले छलेको कुरा ढुक्क भयो। अनि त्यसपछि त मलाई झन सास नै अड्केर आयो। मैले आमालाई त्यस बेला नै उठाएँ अनि सारा कुरा सुनाएँ। आमाले मलाई एक्लै किन गएको भनेर झपार्नु भयो। भूतले छलेछ यो केटीलाई, अब के हुने हो भन्दै मलाई गाली गर्नुभयो। आमाले मलाई एक्लै किन गएको भन्दै झपार्नसम्म झपार्नु भयो। धन्न मलाई चाहिँ अरू केही भएन। तर भोलि बिहान उठ्दाखेरि हिजो चिमोटेको ठाउँमा निलो डाम थियो। त्यसपछि म कहिले छतमा सुत्ने आँट गरिनँ।